हेलो हाई नमस्ते गुड मर्निङ सलाम आलेकुम गाइज। यतिखेर सुरेन्द्र ब्रदर र म हामी कर्लेसतिर घुमिरहेको छौँ। आजको ब्लगमा सुरेन्द्रजी र म गोविन्द ब्लगर गोविन्द साथमा देख्नुहुन्छ भने आज हामी तपाईँलाई कर्लेस घुमाउनेछौँ। ब्लग हेर्दै गर्नुहोला। सुरेन्द्र सरको राय के छ, दुई शब्द बोलिदिनु सर। मेरो राय केही छैन। अब दाजुभाइ यसो घुम्न जाँदैछौँ। हल्का साथीहरूलाई कर्नेस देखाइदिउँला एकछिनमा, त्यति हो। धन्यवाद। यो पुरानो जमानाको ढुङ्गाहरू हेर्नु त कस्तो छ। यहाँ ढुङ्गाहरूको कतारको मेन सिटी भनेको यही हो। यो जति पनि टावर देख्नु भइरहेको छ, कतारको सिटी यस्तो डेकोरेसन गरेर राखेको छ कतारले आफ्नो सिटीलाई। हेर्नु त पुरानो मौलिकताको ढुङ्गा, पुरानो इतिहास। स्पेसल यो हो है, यो स्पेसल चाहिँ यो चिज हो जुन मोती। यो चाहिँ नि कतारको कर्लेस रोड हो। हेर्नुहोस् त यस्तो दामी लाइटहरू, यस्तो आफ्नो लेन्समा मजाले हिँडेर आफ्नो लेन्स फलो गर्ने हो। हेर्नुहोस् हामी अहिले आफ्नो लेन्समा छौँ। सुरेन्द्रजी र म अहिले कर्लेसको बाटोमा मस्त घुमिरहेको छौँ। उहाँले चस्मा लगाएपछि मैले पनि लाउनु पर्यो। लुकिङ ह्यान्डसम देखाएको छ यार, भगवान्ले यार। ओ यो चाहिँ मेन स्पेसल कतारको सिटी हो। हेर्नुहोस् समुद्रको बिचमा सिटी छ, दामी टावरहरू सबै। त्यहाँ वर्ल्ड कपको एउटा लोगो पनि छ। हेर्नु तपाईँहरूले देख्नुभएको भएन, मैले जुम गरेर देखाइदिएँ। यो वर्ल्ड कपको लोगो हो। यो चाहिँ वर्ल्ड कपको लोगो। यो देखिरहनु भएको टावर चाहिँ नि हो, यसको नाम चाहिँ नि नामेसोलो टावर भन्छ यसलाई। नामे टावर भनेर चिनिन्छ। नेपालीहरूले राखेको नाम नामे टावर। यो टावर